लेबुङ जाने गाडी पो त। ए अरू कुन गाडी होला? अरे हम जाएगा नयाँ देखियो नानीलाई कहाँ बस्ने? नानकुटा बस्ती। ए त्यो हम जाएगा जोक्सहरू भन्ने तपाईँ नै होइन? किनिहालेछ नि म बुढाले। कसरी आउँछ तपाईँलाई थुप्रो थुप्रो जोक्सहरू? बेलुका 2-3 हाम्रो कोक्स लगाएपछि आइहाल्छ नि जोक्स नानी। नचिन्नेलाई परिचय चाहिँ कसरी दिनुहुन्छ हौ तपाईँ? परिचय नानी आज र मैले एक पेग्राम खाएँ, पानी मन तातो छ, सेतो छ कपाल, चाउरे छ गाला, नाक मेरो रातो छ। सुरुरु जान्छु, बारभित्र पस्छु, 2-4 पेक फसाउँछु, दिनभरि घुम्छु, गफ गरी हिँड्छु, दुनियाँ हँसाउँछु। म पनि पढ्थेँ नानी चाहिँ कलेज, उमेर र पैसा भए जति दिन बाँच्छु हँसाइ राख्छु, एक दिन त हम जाएगा। जोक सुन्ने नानी मेरो? सुन्ने। मेरो बाले मलाई भन्नुहुन्थ्यो, छोरा त तास खेल्न जा, जुवा खेल्न जा, गोली खेल्न जा, बरु केटी घुमाउन जा, तर रक्सी दोकानमा चाहिँ कहिले नजा है भन्नुहुन्थ्यो। अनि मैले बाला भन्थेँ किन बा भन्नुहुन्थ्यो, रक्सी दोकानमा चाहिँ तैँले कहिले नदेख्ने चिजहरू देख्छस्। अनि एक दिन म बालाई छलेर रक्सी दोकानमा गइरहेको थिएँ, त्यहाँ मैले नहुने चिज देखेँ नि त, नदेख्ने चिज देखेँ। मेरो बाउ मात्र लास भइरहेको रहेछ नि त। नानी तिम्रो पनि कलेज आइपुग्यो, हाम्रो यात्रा पनि टुङ्ग्यो, राम्रो कलेज